मकनपुर गढी हिजो गुड फ्राइडे मुभीतिर आज ह्याप्पी स्याटरडे मकनपुर गढी दरबार पनि आउँदैछ। गढी दरबारमा राजाको कमी भयो भनेर हामी चाहिँ आएको। अब त्यहाँ चाहिँ अब हात्तीले अब कसलाई माला लगाइदिन्छ त्यसले राजा हुने भएको हुँदा अब को छ लक्ष्मी, अब कसलाई हात्तीले माला लगाइदिन्छ। अनि यो गढीको राजा भन्ने छ। हामी सबै नेपाली राजा होइन त हो, उसको दिलमा राज गरेपछि मलाई उसले राजा भन्न थाल्यो। यस्तो भाव छ है, एकचोटि चाहिँ घुम्दै आउनु पर्ने ठाउँ रहेछ है। जिपलाइन छ यहाँ। सिन चाहिँ बवाल रहेछ है। के गर्नु, यस्तो राम्रो ठाउँमा जो पाए त्यही आउँदैन, भाग्यमानी मान्छे मात्रै आउनु पाउँछ होइन। यो सुन्दर दृश्य, राजाहरू स्वच्छ हावा, निश्चल मन गर्दै सुन्दर शान्त वातावरणमा गुड सटरडे मनाउन आएको छ। वाट अ लभली नेचर सर देख्न सक्नुहुन्छ गाइस चाहिँ बवाल। राजाहरू त राम्रै ठाउँमा बस्दो रहेछ पहिल्यैदेखि, तर हाइटमा बस्दो रहेछ कि राजाहरू होइन। होचाहरूलाई देखिन्छ भन्नु होइन, होचाहरूलाई अझै राम्ररी देख्नु पाइन्छ माथिबाट हेर्दा। बवाल टेस्टी रहेछ अमला त। अमला खाऊ, जान बनाऊ। कति अमिलो रहेछ। फाइनल्ली हामी प्रवेश गरिसकेको छ मकनपुर गढीमा। काका खोइ पूजाहरू यो त यो मान्छेलाई रामचन्द्र बिगार्छ नि सजायो। मसिनले गाडेको त्यो बेला त काटेको त ल। आजको हाम्रो यात्रा पनि सफल भयो। ल। सफल हुनुमा कसको हात छ? सबैको 10वटा मेरो हात छ। सवारी साधनमा चढ्दैछ, सवारी नियमको पालना गरौँ। यो चाहिँ तिरुबल चढ्ने बाइक भएको भएर हामी तिरुबल चढेको गाइस। ह्याप्पी सटरडे। सानोमा सानो
गाईको बाछा सानोमा सानो कमलको हाँगा रहेछ पप्स ग्याङले चाहिँ पुरै माछा हेर्दैछ होइन पुरै माछालाई निहालिरहेको छ क्या तलदेखि माथिसम्म केटा हो कि केटी हो यो माछली भनेर पुरै चेकजाँच भइरहेको छ क्या लोकल माछा लाने गराइदिँदैन एउटाको 150 खाएर